साथीहरू, के भूपेन्द्र र भुन्टीको सम्बन्ध अब भने राम्रो हुने भएको हो त? भुन्टी र भूपेन्द्रको सम्बन्ध बिग्रेको कुरा त हामी सबैलाई थाहा नै छ। अहिले भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई नराम्रो व्यवहार गर्न थालिसकेका छन्। त्यही भएर सुकुमाया आएर भूपेन्द्रको मुखमा पैसाले हानेकी छिन्। भुन्टीलाई दुःख पर्दा जहिले पनि सुकुमायाले साथ अनि सहयोग गरेकी हुन्छन्। त्यही भएर यो पटक पनि पैसाकै कारणले गर्दा भुन्टीले जति दुःख पाएकी छिन् ती सम्पूर्ण कुराहरू थाहा पाएर सुकुमाया भूपेन्द्रलाई सजाय दिन आएकी हुन् त? तपाईहरूलाई के लाग्छ? जे लाग्छ त्यही कमेन्ट गर्नुहोला। साथीहरू, अहिले भुन्टी र भूपेन्द्रको सम्बन्ध भने पैसाकै कारणले गर्दा बिग्रिरहेको छ। वास्तवमा भूपेन्द्रले भुन्टीलाई झुटो मायाको नाटक देखाइरहेका छन्, जसकारण भुन्टीको मुहारमा आजसम्म खुसी देखिएको छैन। तर अब भने भुन्टीले फेरि दुःख पाउने भएकी छिन्। उता भुन्टीकी आमाको उपचार खर्च जुटाउनको लागि भुन्टीले गरगहना बेचेकी थिइन्। तर पैसाकै कारणले आज यो सब हुन्छ भनेर भुन्टीलाई थाहा थिएन, जसकारण निर्दोष भुन्टीको मुहारमा खुसी देखिएको छैन। तसर्थ अब आउने समयमा भुन्टी र भूपेन्द्रको सम्बन्ध बिग्रिने कुरा पक्का भइसकेको छ। तर पनि आशा छ अब आउने समयमा भने भुन्टीको श्रीमान भूपेन्द्रले आफूले गरेको सबै गल्तीको महसुस गरेर भुन्टीसँग माफी मागेर भुन्टी र आफ्नो सम्बन्धलाई फेरि राम्रो गराउने प्रयास गर्नेछन्। दर्शकबिन, के अब भुन्टीको मुहारमा खुसी आउँछ होला त? तपाईहरूलाई के लाग्छ? जे लाग्छ त्यही कमेन्ट गर्नुहोला। साथै कोही साथी यस च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिन नभुल्नुहोला।